बेसीबाट जानु पर्दैन तर एरिया चाहिँ बहुत मजाले लेखिदिया रहेछ है लेखिदियो भने बहुत सजिलो हुन्छ पहिले सोध्नु बुझाउँदै गलत बताइदियो यार त्यति ठाउँमा थिएन नत्र हामी सोधेको थिएन हामीले हेरेर त कहाँ आवाज पुग्ने रहेछ यार तर त्यो एरिया पनि घुम्ने ठाउँ त छ होला यार के हौस् हो त्यो उता वहाँ पारी घेन्टो हटेर जाने हो त्यो बस्ती त्यो बस्ती त्यो गाउँतिर सहरै रहेछ त सुर्खेत सिधा रामपुर रातमाटा बस्ती त यस्तो बाक्लो रहेछ बनाइ बेलामा माओवादी बस्ने जस्तो रहेछ क्या एरिया भित्र पनि त्यही भएर एरिया छुट्याइदिएछ ढुक्क नलिहाल्यो रमाइलो ठाउँ रहेछ यार मजा लाग्यो नि गुरु यार मलाई पहिलोचोटि हिँड्दाखेरि रमाइलो लाग्यो हाल्यो डाङ हेर्नु त कस्तो खालको डाङ के बनायो भन्ने के वस्तु अब रेट जाममा 200 काठमाडौँ गएर हो नि 200 घुम्ती भयो नि दुरी त त्यही अनुसारको हुन्छ